हेलो गाइज, मेरो नानी चाहिँ यति धेरै चकचके छ कि भाइको लुगा भुइँमा लागेर ओछ्याएर भाइको टोपी सोपी बिगारेर भित्र गएर यहाँ हेर्नु न। अब नुन पोखाएर सब्जी राख्ने भाँडा तल भुइँमा झारेर नुन त्यहाँ हालेर यति चकचक गर्छ कि मम कुरै छोड्दिउँ न। दिनमा चकचक भनेको त कति हो, कति 100 थरी चकचक छ। अब त्यहाँ पछाडि गएर कुकुरलाई भाँडामा फालेर बोक्नु भन्छ। अनि त्यहाँबाट अर्को पनि ल्याउनु जान्छ। अब त्यो अर्को पनि लिन जान्छ, त्यो अर्को चाहिँ उठेर गयो। अब यो अर्कोलाई हाल्छ, अनि फेरि उता जान्छ। अनि त्यहाँबाट उसको भाइ कुकुरबाट हटाइसकेको थियो। कुकुरमा चढेर ओर्लेर अब त्यहाँबाट उता जान्छ। अनि भाँडामा हेर्नु न, कालो चारो पकाउने भाँडामा कालो भाँडा खेलाउँदैछ। मैले के गर्छु कि